हेलो अलराइट गाइज वेलकम टु माई मिनी ब्लग। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला होइन। टक्ला आज म चाहिँ मिनी ब्लग बनाइदिउँ त भनेर टक्क रेडी भएर बनाइदिएको होइन। यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग हो। हजुरहरू चाहिँ के कस्तो लाग्छ फुल भिडियो हेरेर आफ्नो बनाएर प्रतिक्रिया दिनु होला होइन। आज चाहिँ म 5:30 बजे उठेर फुर्सदलाई रेडी भएँ होइन। अलिकति ढिलो भएछ, दाइले फोन गराइ गर्नुभयो त मैले उठाइदिनु। दाइबाट पुगेमा थियो, दाइ त लोद बम भएर रिसाएर बसिरहेको छ। यत्रो बेर कुरो नि तैँले गर्दा ढिलो भइसक्यो यहाँ भने। दाइ किन कहाँ जानु थर हतार यति ढिलो भनेको होइन। त्यहाँ ढिलो गयो भने त्यहाँ गएर पालो कुर्नुपर्छ, धेरै बेर खेल्न पाउँदैन अरे हो र दाइ। केही छैन, अझै टाइम छ त, हतार नगर्नु दाइ, आनन्दले पुगिहाल्छ नि भने होइन। दाइले स्टार्ट मात्रै गरेको थियो, एकैचोटि सिजाको फुल पुऱ्याइदिएको यस्तो रफ्तार हानेर एकैचोटि हेर्छु। अनि त्यसपछि दाइ के हो किन हतारियो अन्त धेरै कुद्दैन र भनेर भनेको होइन। तँलाई डर लाग्यो त हिँडेर आइज म जान्छु भनेर क्या दाइ उल्टो थर्काइरहेको, दाइलाई बल्ल बल्ल फकाइदिएँ होइन। अनि त्यसपछि सर गयो होइन। त्यसपछि घरमा हेर्नु, घरमा टक्क यो डिब्बामा चाहिँ यस्तो बब्बा ल्याएको थियो होइन। आमा सबैभन्दा प्रिय आमा अरे क्या, यस्तो खुसी लाग्यो। तलको साइड चाहिँ के कमेन्ट गर्नु छ नि। त्यसपछि हामी घर चोक आइपुग्यो। त्यसपछि यहाँ हेर्नुहोस् न, यी नुवाकोटको कृषि हाट बजार होइन। यहाँ चाहिँ ताजा ताजा सब्जीहरू र फलफुलहरू पाइन्छ आइतबार होइन। हजुरहरू पनि आउनु सक्नुहुन्छ र खरिदारी गरेर जानु सक्नुहुन्छ। त्यसपछि हामी घन्टाघर आइपुग्यो होइन। घन्टाघर होइन, पहिला चाहिँ घन्टी बस्थ्यो भने अहिले केही पनि बज्दैन। त्यसपछि हामी फुर्सल आइपुग्यो। फुर्सल आएर टक्क सर र फुर्सलभित्र मात्रै त बिगा त पुरा के हो हेर्नु, जङ्गिएर बसिरहेको रहेछ क्या। कस्तो ताले हेरेर दाइ के भयो हेरिरहनु भएको त डरै लाग्यो भनेको। अनि तैँले मोबाइल तिर्सा भएर हेरेको बाबु भनेर भन्नुभयो होइन। त्यसपछि एकैछिन बसेमा चाहिँ हाम्रो प्यार नुवाकोट युनाइटेड फुटबल क्लबको अफिसियल दाइ आएर मक्खैबाट के छ भाइ गुड मर्निङ अरे। दाइको हाँसो त ओ माई गुडनेस यस्तो मिठो क्या। म बिग फ्यान भएँ दाइको मात्र हाँसोको बिग फ्यान, मेरो सरोज दोस्तको पनि बिग फ्यान भयो क्या। मुस्कान हेर्न ओ माई गुडनेस। अनि त्यसपछि सर चाहिँ के हो सन्तोष दोस्त यार, तिमी त यार भिडियो सिडियो बनाउँछ क्यामेरामा त तेरो साथी चाहिँ, हाम्रो चाहिँ कहिले बनाएर हाल्दैनौ अरे। ठिकै छ नि त दोस्त, आज बनाएर हालिदिन्छु भन्यो। अनि त्यसपछि टक्राएर बसेँ होइन। अनि दाइ पुरा अहिले त मलाई लो थर्काइरहेको थियो, पिटुला झैँ गरिरहेको थियो। अहिले त पुरा मुस्कान दिएर सुस्ते तरिकाले रेडी भएर बसिरहेको छ। उता रामकुमार दाइ, सुरेन सर पुरा रेडी भएर बसिरहेको छ आफ्नै पारामा। त्यसपछि यहाँ फुटसल सुरु भयो होइन। बिहानको 6-7 मन्थली टिम चाहिँ भैरव फुटसल टिमले खेल्छ। भैरव फुटसल टिमसँग फुटसल खेल्नुको मजा छुट्टै छ क्या। यस्तो बबाल मजा आउँछ होइन। बुढापाकाहरू भए पनि होइन, यस्तो बबाल आउँछ किन भन्दाखेरि होइन, जित्ने मेन्टालिटी हुन्छ क्या सबैसँग। यस्तो जोस जाँगर छ क्या, हार्ने भन्ने त कसैको पनि हुँदैन क्या। जसरी पनि जित्नै पऱ्यो क्या। यस्तो बबाल मजा आउँछ होइन। हाँसी मजाक रमाइलो गेम यस्तो बबाल लाग्छ होइन। यो भैरव फुटसल टिम चाहिँ होइन, फुटसल बनेदेखि अहिलेसम्म खेलिरहेको टिम हो होइन। यतिखेर हेर्नु सरज दोले फेरि यस्तो बबाल मिठो स्किल दिएर सरज जगत दाइलाई छलाइदिन्छ नि, तर पास चाहिँ मिसपास हुन्छ होइन यस्तो। अनि त्यसपछि यहाँ हेर्नुहोस् न अब यस्तो बबाल जगत दाइको जोस जाँगर होइन। कुमार दाइको फेरि यो क्लियरिङ होइन। अनि त्यसपछि यहाँ हेर्नु जगत दाइ ले तर यो कन्ट्रोल चाहिँ हेभी भएर खुलित्तै। अनि के गर्नु, मागै छ होइन, जोस जाँगर थियो। यतिखेर होइन धीरज सर र फेरि शिव दाइको ओ माई गुडनेस। धीरज सर के गर्नुभयो यार, त्यो सर्टलाई हात ठन्नकै खुट्टा भाँच्यो। फेरि सर दोषको सर्ट त्यस्तै खुलित्त। अनि त्यसपछि यस्तो पासमा दाइले गोल हान्नुहुन्छ यस्तो खतरा होइन। यसपछि हाम्रो ट्रेनिङ भन्छ, क्लबको ट्रेनिङ हुन्छ होइन, युटेनको होइन। हजुरहरू पनि हाम्रो क्लबमा जोइन गर्न चाहन्छ, हजुरको बच्चाहरू चाहिँ धेरै मोबाइल चलाउने सुस्त टाइपको धेरै नबोल्ने छ भनेदेखि चाहिँ हाम्रो नुवाकोट युनाइटेड फुटबल क्लबमा जोइन गर्न सक्नुहुन्छ। हजुरलाई चाहिँ मेरो फर्स्ट मिनिमल के कस्तो लाग्यो कमेन्ट गर्नु होला होइन। आफैले भिडियो बनाउनु परेको कारणले चाहिँ अलिकति भिडियो क्वालिटी र भिडियो चाहिँ राम्रो भएन, त्यसको लागि माफी चाहन्छु। नेक्स्ट टाइम योभन्दा बेटर गर्नेछु। धन्यवाद।